नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस युट्युब च्यानल द इन्फो स्फियरमा हार्दिक स्वागत छ। हामीले नेपाल बिमा प्राधिकरणले बिमा अभिकर्ता लाइसेन्स परीक्षाका लागि सोध्न सक्ने केही महत्त्वपूर्ण जीके क्वेसन एन्सरहरू लिएर आएका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि माया र साथ दिनुहुनेछ। पहिलो प्रश्न रहेको छ, जीवन बिमा केसँग सम्बन्धित हुन्छ? अप्सनहरू रहेको छ सम्पत्तिसँग, सवारी साधनसँग, व्यक्तिको जीवनसँग र सामानसँग। यसको सही जवाफ रहेको छ व्यक्तिको जीवनसँग जीवन बिमा सम्बन्धित हुने गर्दछ। अर्को प्रश्न रहेको छ, बिमा अभिकर्ताको मुख्य काम के हो? अप्सनहरू रहेको छ बिमा दाबी भुक्तानी गर्नु, बिमा कम्पनीको लेखा राख्नु, बिमा योजना बिक्री र सेवा प्रदान गर्नु, नियम बनाउनु। यसको सही जवाफ रहेको छ बिमा योजना बिक्री र सेवा प्रदान गर्नु नै बिमा अभिकर्ताहरूको मुख्य कार्य रहेको छ। अर्को प्रश्न छ, बिमा दाबी भनेको के हो? अप्सनहरू रहेका छन् बिमा प्रस्ताव, बिमितले क्षतिपूर्तिका लागि गर्ने माग, प्रिमियम तिर्ने प्रक्रिया र बिमा योजना। यसको सही जवाफ रहेको छ बिमितले क्षतिपूर्तिका लागि गर्ने मागलाई नै बिमा दाबी भन्ने गरिन्छ। अर्को प्रश्न रहेको छ, बिमा करार कहिले पुरा हुने गर्दछ? अप्सनहरू रहेको छ बिमा प्रस्ताव गर्दा, प्रिमियम तिर्दा, दाबी भुक्तानी भए पछाडि र बिमा अवधि समाप्त भए पछाडि। यसको सही जवाफ रहेको छ बिमा अवधि समाप्त भए पछाडि बिमा करार पुरा हुने गर्दछ। त्यसैगरी आजको हाम्रो अर्को प्रश्न रहेको छ, बिमा करार कुन प्रकारको करार हो? अप्सनहरू रहेको छ सशर्त करार, एकपक्षीय करार, प्रतिफल बिना करार र जुवाको करार। यसको सही जवाफ रहेको छ सशर्त करार, बिमाको करार रहेको छ। अर्को प्रश्न छ, बिमा अभिकर्ताले प्रिमियम रकम कसरी बुझाउनु पर्दछ? अप्सनहरू रहेको छ व्यक्तिगत खातामा, कम्पनीको आधिकारिक माध्यमबाट, घरैमा बसेर, नगदबाट, ग्राहकले चाहे अनुसार। यसको सही जवाफ रहेको छ कम्पनीको आधिकारिक माध्यमबाट बिमा अभिकर्ताहरूले प्रिमियम रकम बुझाउनु पर्दछ। त्यस्तै गरी अर्को प्रश्न छ, बिमा अभिकर्ताको लाइसेन्स किन आवश्यक हुने गर्दछ? अप्सनहरू रहेको छ कर छुटका लागि, वैधानिक रूपमा बिमा बिक्री गर्नका लागि, बोनस पाउनका लागि र दाबी छिटो गर्नका लागि। यसको सही जवाफ रहेको छ वैधानिक रूपमा बिमा बिक्री गर्नका लागि बिमा अभिकर्ताहरूलाई लाइसेन्स दिनु आवश्यक रहेको छ। त्यस्तै गरी अर्को प्रश्न छ, बिमितले जोखिम सम्बन्धी सत्य विवरण नदिएमा के हुन्छ? अप्सनहरू रहेका छन् बोनस गर्छ, दाबी स्वत स्वीकृत हुन्छ, बिमा करार अमान्य हुन सक्छ र प्रिमियम घट्छ। यसको सही जवाफ रहेको छ बिमा करार अमान्य हुन सक्छ बिमितले जोखिम सम्बन्धी विवरणहरू सत्य नदिएमा। अर्को प्रश्न छ, बिमा अभिकर्ताको लाइसेन्स रद्द हुन सक्ने कारण कुन हो? अप्सनहरू रहेको छ ग्राहक बढाउनु, नियम उल्लङ्घन गर्नु, धेरै बिमा बिक्री गर्नु र तालिम लिनु। यसको सही जवाफ रहेको छ नियम उल्लङ्घन गर्नु बिमा अभिकर्ताको लाइसेन्स रद्द हुने प्रमुख कारण रहेको छ। र आजको हाम्रो अन्तिम प्रश्न रहेको छ, झुटो वा नक्कली कागजात पेश गरी बिमा दाबी गरेमा के हुन सक्छ? अप्सनहरू रहेका छन् दाबी ढिला हुन सक्छ, दाबी अस्वीकार हुन सक्छ, बोनस घट्न सक्छ र पुनः आवेदन दिन पाइन्छ। यसको सही जवाफ रहेको छ दाबी अस्वीकार हुन सक्छ झुटो वा नक्कली कागजात पेश गरी बिमा दाबी गरेमा। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियोहरू कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै हजुरहरूलाई कस्तो खाले भिडियोहरू आवश्यक पर्दछ सो कुरा पनि हजुरहरूले हामीहरूलाई कमेन्ट मार्फत बताउन सक्नुहुनेछ। र अझैसम्म पनि हाम्रो यस युट्युब च्यानल द इन्फो स्फियरलाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्सक्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।